अङ्कलले फेरि साइकल चलाउनु भयो के अरे चलाउन नसक्यो भने अनि हाम्रो आमा त यहीँ खोज्दै खोज्दै आउनुभएको छ एउटा दिदीलाई साथी लिएर आइ भन्नु युट्युबर हो कि सो व्हाट्स अप गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन अनि आज चाहिँ म चाहिँ कहाँ पकौडी भन्ने ठाउँमा आएको छु होइन हाम्रो छोरीलाई भेट्न अनि छोरी आइसिन् अनि हामी चाहिँ यो यहाँ मेला लाग्छ भनेर घुम्न आएको केही नरहेछ यहाँ पनि त्यो नयाँ वर्षमा हामी गएको ठाउँमा पनि केही छैन नि त त्यही भएर यहाँ पनि केही नरहेछ मैले भन्थेँ त नयाँ वर्ष त्यस्तो भएपछि किन त्यस्तो हुन्छ भनेर केही रहेनछ झ्याउ लाग्यो त्यही हो सुकै चाहिँ हामी चाहिँ साइकल चलाउँदै होइन साइकल चलाउने हो यहाँ चाहिँ हाम्रो आन्टीहरू हुनुहुन्छ होइन हाम्रो छोरीले चाहिँ साइकल चलाइरहेछन् होइन मभन्दा नि खतरा साइकल चलाउने सुगाइ चाहिँ यहाँ चाहिँ चिताउनु होइन काहीँ डाँडा देखिन्न तपाईँहरूलाई अनि पाहाड बसेकालाई चाहिँ यहाँ चाहिँ लास्टै गर्मी हुन्छ त्यही भएर म एउटा सजेसन दिन्छु चितवन चाहिँ घुम्न चाहिँ आउनु बस्न चाहिँ नआउनु भनेर होइन अनि चाहिँ यहाँ हावा हामी कति जाने रे मलाई चाहिँ साइकल बस्ने अर्काले चलाएको होइन त्यो पनि छोरीमा भरोसा छ त्यही भएर म डराएको स्कुटीमा घुम्न आउनु पर्ने हो बल्ल चिसो हावा सायद त्यहाँ चाहिँ घाम डुब्न लाग्छ नि क्या राम्रो देखेको हाम्रो छोरी जस्तै लास्ट बहिनीलाई पनि अब अनुसारलाई के छोड्दिनु अनुसारलाई के छोड्दिनु अनुसारलाई पनि सबैलाई सबैलाई आउँछु भन्दा चाहिँ लास्टमा आउनु भएन घाँती हुन भयो है लास्टै घात बिहा गरेर गइसक्नु त्यही भएर होला होला सो गाइज अब चाहिँ हामी चाहिँ सिधै अम्ब्रेला सुट गरेर भेट्छौँ फाइनली गाइज हामी चाहिँ आइसक्यौँ होइन अनि हामी चाहिँ साइकलमा हिँडेनौँ है ए यहाँ त म आएको थिएँ स्कुटी फोटो पनि देखेको थिएँ मैले यहीँ हो यता रेस्टुरेन्ट है रेस्टुरेन्ट साइकल जाँदाखेरि साइकल अब हामी चाहिँ साइकल पार्क गर्न जाँदैछौँ होइन पुराको क्या हामी यहाँ र नि त्यहाँ बस्नु भन्दाखेरि नजिकै रहेछ हाई सो तिमीलाई कस्तो लाग्छ ठिकै लाग्यो ठिकै वर्षपछि कराउँदा कराउँदा बल्ल बल्ल आइपुग्नु भयो बल्ल बल्ल अब भेटिराखिन्छ हजुरलाई कस्तो लाग्यो त नि मलाई यस्तो गाली खाइ आउँदाखेरि गाली जस्तै लाग्दैन मलाई त म त मजा लाग्यो कति दिनपछि घुम्न पाएको केही नखानु ल यहाँ पस्न पाइन्छ के त्यहाँबाट पस्न पाइन्छ बिना टिकट अनि फेरि त्यहाँ देखिहाल्यो भने त्यो नि हो तिमी के खानु गर के खाएर अनि पस्नु भइहाल्छ किन पहिला यहाँबाट छिर्नु थियो क्या उताडि गएको पछि यहाँ आएर खाना खाएको त्यहीँबाट छिर्न मिल्दो रहेछ सब रेगुलेटर रहेछ आइसक्रिम खाने हो कति टिकट सो फाइनली गएछ हामी चाहिँ आइसक्यौँ होइन तपाईँले यो भिडियो मेरो पुरानो आइडीमा देख्नु थियो होला होइन कताडि त्यही बेला भिडियो खिचिन्न त नि सो गाइस अब चाहिँ हामी फोटो खिच्ने हो होइन तुन थिएन हामी आउँदा त खिच्ने हो कि के तिमी त्यहाँ देखिन्छौ नेपाल यस्तै हो
सो गाइस हामी चाहिँ एमा आएको होइन यहाँ के गरेर आउँदैछौँ तिमीहरू के अरे हामी चाहिँ यस्तो राति भयो स्टोन पार्कको स्टोन पार्कै बन्द रहेछ मलाई बनाउन नि त्यही पनि मलाई त अब कसरी त नै हँसेन म आउँदैन मजा आइरह अङ्कलले फेरि साइकल चलाउनु भयो के अरे चलाउन नसके पनि मलाई राति भइसक्यो सरी अहिले हामी गाली खान्छ हेलो गाइज हामी चाहिँ घर आइपुग्न लाग्यौँ होइन अनि हाम्रो आमा त यहीँ खोज्दै खोज्दै आउनु भएको छ एउटा दिदीलाई साथी लिएर आइ भन्नु युट्युबर हो कि कसम हो के टिकटकमा हेर्नुभयो भने कति 20,000 भन्दा बढी फलोवर्स छ होइन 27,000 छ भिडियोमा लाइक फेरि यस्तो खतरा आउँछ यो अहिले आउँछ त्यसमा राम्रो आएको छैन आहा कि एकदम खतरा हो तपाईँको नाम भनिदिनु मेरो नाम सरस्वती अनि हजुरलाई गफ गर्दा कस्तो लाग्यो मलाई गफ गर्दा धेरै रमाइलो भइरहेको छ गर्मी भएको थियो एकदम शीतल शीतलमा बसेपछि गर्मी नहुने कुरो हुँदैन पाहाडमा बस्ने मान्छेले थाहा पाइसक्यो लम्जु हजुर नि हान्नु न त्यस्तो मान्छेलाई त बोलाउनै मन लाग्दैन अझ सरहरूले के इग्नोर हान्दा सरहरूले नि हेर्छन् कि मेरो घर तर तिमी लास्टै थाक्छौ कि साइकल डोराएर साइकलले तिमीलाई डोराउने हो कि तिमी स्कुल नि साइकलले है अनि स्कुल नि जता पुग्यो उहाँ पटेलदेखि घर त गल्दा 3-4 खेर आउँछ यतातिर स्याल आउनु न आउँछ नि राति अहिले कस्तो चल्छ यतै मेरो साथी घर देखाइदिनु यो है सब्जी गएको बेस्टी ए बेस्टी हुन्छ क्या मलाई नि यस्तो केही थाहा थिएन कि पहिला यिनको साथी चाहिँ क्यारी हाम्रो थाहा छैन है सेयर गरिदेऊ है भाइको साइकल हतार त झिलझिल के राखेको मैले नदेखेको धेरै भयो साइकल म हुँदाखेरि पङ्चर थियो अनि सब फालिसकेको थियो त्यो हाम्रो घर चाहिँ उता हो होइन त्यो होइन यस्तो अन्त उताको छोरीले चाहिँ घुमाउने ठाउँ चाहिँ भ्याइसक्यो न भोलिलाई केही राखेको छैन है अब भोलि चाहिँ हामी दिनबाट टिकटक बनाउँदै भ्लग बनाउँदै बस्ने जब चाहिँ हामी चाहिँ घर भेट्छौँ है छोरी चाहिँ हाम्रो छोरी चाहिँ यहाँ चाहिँ अचार बनाउँदैछन् होइन अनि म चाहिँ सिकाउँदै हो कि होइन आज चाहिँ छोरीले बनाएको अचार खानु होइन अनि अहिले चाहिँ बिहान भइरहेको छ अनि हिजो राति हामी खुब घुम्यौँ होइन टिकटक पनि बनाइयो अब आज घुम्ने ठाउँ चाहिँ सायद मलाई छैन जस्तो लाग्यो होइन छ र छैन सो हामी चाहिँ आज चाहिँ दिनभरि भिडियो बनाउँदै खाने काम हो होइन अनि यो चाहिँ घर रहेछ अनि हिजोको साइकल उठ्यो त्यहाँ लगेर राख्नु भएको रहेछ अनि अरू के छ जस रमाइलो रहेछ अनि यहाँ चाहिँ आँप फल्न लाएर चाहिँ होइन अनि लिची म चाहिँ अलिक छिटो आएको छु कि त्यो नि हो क्यों ना लियो
ल काब्रा ए सो गाइस म चाहिँ अब घर जान लाग्यो होइन अब यिनीहरू चाहिँ मलाई पुऱ्याउन आएछ होइन नानी सो तिमीलाई कस्तो लाग्छ फेरि आउनु मजा आयो नानी चाहिँ हाम्रो पछि लाएर आइकन होइन हाई भन्नु यता हेलो भन्नु त सो हामी चाहिँ यहाँ चाहिँ अब म्याजिक कुरेर बन्ने होइन